नमस्कार। मेरो यो भिडियो चाहिँ ज्वाइँ चेलाहरूको निम्ति है। कतिजना ज्वाइँ चेलाहरू हुनुहुन्छ नि जो ससुरालीमा गएर धेरै मान खोज्नुहुन्छ, सम्मान खोज्नुहुन्छ। ए ससुराली घरिघरि गयो भने त ज्वाइँको इज्जतै हुँदैन भन्दै ससुराली पनि जानु हुँदैन वा मुस्किलले सालमा एकपल्ट मात्रै जानुहुन्छ। तपाईहरुको निम्ति म एउटा कुरा भन्दैछु। जब तपाईको श्रीमतीले बिहानदेखि बेलुकासम्म तपाईको परिवारको ख्याल राखिरहेको हुन्छन्, तपाईको आमा बुवाको तातो चिसोदेखि लिएर समस्त घरको हेरचाह गरिरहेकी हुन्छन् भने उसको आमा बुवा र उसको परिवारप्रति पनि त तपाईको अलिकति दायित्व त अवश्य नै बनिन्छ। त्यसैले ज्वाइँ भएर ससुराली जाँदै गर्नुहोस्, सासू ससुरासँग राम्रो सम्बन्ध राख्नुहोस्, परिआएको खण्डमा छोरा जस्तै भई भूमिका निर्वाह गर्नुहोस्। ती छोरीका आमा बुवालाई पनि कति खुसी लाग्दो होला, मेरो ज्वाइँ त लाखौंमा एक, करोडौंमा एक भन्दै हिँड्दा तपाईकै त मान र सम्मान बढ्ने हो नि, हैन र?